53 वर्षको प्रतीक्षापछि मानिस फेरि चन्द्रमातिर हिँड्यो। अप्रिल 1, 2026 यो मिति इतिहासको स्वर्णिम अक्षरमा लेखिएको छ। नासाको आर्टेमिस 2 मिसन सफलतापूर्वक लन्च भयो र यसपटकको यात्रा अझ पावरफुल, अझ ऐतिहासिक छ। किन? आजको भिडियोमा सबै कुरा थाहा पाउनुहुनेछ। आउनुहोस् सुरु गरौँ। सन् 1969 नील आर्मस्ट्रङले चन्द्रमाको माटोमा पहिलो पटक पाइला राखे। एपोलो 11ले संसारलाई देखायो मानिस असम्भव पनि गर्न सक्छ। त्यसपछि एपोलो 17ले 1972 मा अन्तिम पटक मानिसलाई चन्द्रमाको नजिक पुर्यायो र त्यसपछि 53 वर्षमा कुनै पनि मानिस त्यति टाढा गएन। तर अब नासा फर्किएको छ आर्टेमिस प्रोग्राम लिएर। यसको लक्ष्य केवल चन्द्रमामा पुग्ने होइन, लक्ष्य छ चन्द्रमामा स्थायी बस्ती बसाउने र एक दिन मार्ससम्म पुग्ने। आर्टेमिस प्रोग्रामको पहिलो मिसन आर्टेमिस 1 2022 मा बिना क्र्यूको उड्यो। त्यो एक टेस्ट थियो। अब आर्टेमिस 2 आएको छ पहिलो पटक मानिस सहितको मिसन लिएर। यसमा 4 जना एस्ट्रोनट छन्। त्यो मिसन चन्द्रमामा अवतरण गर्दैन, तर चन्द्रमाको ओर्बिट वरिपरि घुमेर पृथ्वीमा फर्किनेछ। स्पेस क्राफ्टको नाम हो ओरिजिन 1, रकेटको नाम हो स्पेस लन्च सिस्टम वा SLS। यो रकेट अहिलेसम्म मानिसले बनाएको सबैभन्दा शक्तिशाली रकेट मध्ये एक हो। यो मिसन एउटा टेस्ट हो ताकि भोलि चन्द्रमामा ल्यान्डिङ गर्दा कुनै गल्ती नहोस् भनेर। यो ऐतिहासिक यात्रामा 4 जना वीर छन्। पहिलो कमान्डर रिड वाइजम्यान, नासाका अनुभवी एस्ट्रोनट। दोस्रो भिक्टर ग्लोबर। यो मिसनमा उनी एक विशेष इतिहास बनाउँदैछन्। पहिलो पटक कुनै ब्ल्याक एस्ट्रोनट पृथ्वीको लो अर्बिट भन्दा टाढा गएका छन्। तेस्रो क्रिस्टिना कोच। इतिहासमा पहिलो पटक कुनै महिला यति टाढा अन्तरिक्षमा पुगेकी छन्। चौथो जेनेरी हेन्सेन, क्यानाडाका एस्ट्रोनट। पहिलो पटक कुनै अमेरिकी नागरिक नभएको व्यक्ति यति टाढा गएका छन्। यो क्र्यू केवल 4 जना होइनन्, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व हो। अप्रिल 1, 2026 साँझ 6:35 बजे केनेडी स्पेस सेन्टरबाट रकेट उड्यो। पहिलो दिन ओरिजिन स्पेस क्राफ्ट पृथ्वीको अर्बिटमा पुग्यो। लाइफ सपोर्ट सिस्टम चेक भयो, हावा, पानी, टेम्परेचर सबै टेस्ट। दोस्रो दिन मेन इन्जिन फायर भयो र स्पेस क्राफ्ट चन्द्रमातिर बढ्न थाल्यो। यो यात्रामा क्र्यू पृथ्वीबाट करिब 4,06,000 किलोमिटर टाढासम्म पुग्नेछ। यो अपोलो 13ले बनाएको रेकर्ड भन्दा पनि बढी हो। मानव इतिहासमा सबैभन्दा टाढा। चन्द्रमाको नजिकबाट फ्लाइबाई गरेपछि क्र्यू पेसिफिक ओसनमा स्प्ल्यास डाउन गर्नेछ। कुल यात्रा करिब 10 दिन। अब तपाईहरूलाई लाग्न सक्छ यसले के फरक पर्छ र? यो त केवल अर्बिट घुम्ने मिसन हो नि। सोच्नुहोस्, राइट बोर्दसले पहिलो पटक हवाईजहाज उडाएको बेला कसैले सोचेको थिएन कि एक दिन काठमाडौँदेखि दुबई 7 घण्टामा पुगिनेछ। आर्टेमिस 2 त्यस्तै पहिलो कदम हो। यो मिसन सफल भयो भने आर्टेमिस 3ले 2028 मा पहिलो महिलालाई चन्द्रमाको सर्फेसमा उतार्नेछ। त्यसपछि चन्द्रमामा पर्मानेन्ट बेस बन्नेछ र त्यो बेस हुनेछ मार्स जाने लन्चिङ प्याड। आर्टेमिस 2 सफल भयो भने मानव इतिहासको सबैभन्दा ठुलो साहसिक यात्राको ढोका खुल्नेछ। 53 वर्षपछि मानिस फेरि अन्तरिक्षको गहिराईमा गयो। यो मिसनले सोध्दैछ के मानिस चन्द्रमामा बस्न सक्छ? के मानिस मार्ससम्म पुग्न सक्छ? के भविष्य हाम्रो पृथ्वी भन्दा पनि विशाल हुन सक्छ? आर्टेमिस 2ले भन्दैछ हो, सक्छ। यस्तै माइन्ड ब्लोइङ साइन्स र स्पेसको दुनियाँलाई नेपालीमा हेर्नु छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस्, किनकि फ्युचर अब सुरु भइसक्यो र हामी सँगसँगै हेर्नेछौँ।